चाहिँ मेरो घरको करेसा बारी हो। मैले सिकाएको मेरो मम्मीलाई। यता आउँछु। यो चाहिँ तरकारी खाने खुर्सानी, सिमला मिर्च हुँदा ठुलो हुन्छ है। यस्तो चाहिँ यो चाहिँ मलाई 3 दिन गरेको छु। यो मिठो हुन्छ। यो चाहिँ अब यो करेला है। करेला यो भइसक्यो है, खाने बेला भइसक्यो। यो अक्टोबर खोज्यो नि अब आमाले यो पिन्जिङ गर्नु पर्ने दियो होइन। अब ठुलो भइसक्यो छोडिदिनु होइन। यो चाहिँ क्याप्सिकम। यो क्याप्सिकम पनि एकदमै अग्लो हुने जातको क्याप्सिकम। बल्ल बल्ल यस्तो छ होइन। सबै अर्ग्यानिक हो होइन। भेन्डा हेर्नु त भेन्डा कस्तो दामी छ भेन्डाहरू। ल हेर्नु त आमामा यहाँ हेर्नु ल हेर्नु भेन्डाहरू। वा अलिअलि यो सेतो पुतली आइरहेछ होइन। एकदम राम्रो छ भेन्डाहरू। यो चाहिँ मम्मीले अर्ग्यानिक हुन्छ। सालाला गोलबेरा घरबाट खाने भनेको खेती छ कि सबै गोलबेरा हो। लोकल गोलबेरा छ। अनि अब यहाँ चाहिँ हामीले के रोपेको छ भने बेसार रोपेको छौँ है। अब यो हुन बाँकी छ। एउटा रुखबाट एउटा रुखबाट त्यो राम्रो छ है। यो चाहिँ अक्टोबरी खुर्सानी है। यहाँ पनि मैले पिन्जिङ गरेर आएँ होइन। राम्रो छ। यो चाहिँ चुच्चे खुर्सानी राम्रो हुन्छ। यति भन्दै धन्यवाद।